फाइनल इयरमा चाहिँ मेडिसिनमा स्पोर्टरमा चाहिँ ड्रग यति इम्पोर्टेन्ट हो। ड्रग म बिस्तारै बिस्तारै सबै मेकानिजम साइड इफेक्ट के हो भनेर म सबै ड्रगको बारेमा भिडियो बनाएर राख्छु। अहिले चाहिँ सोध्ने चाहिँ यति ड्रग हो, टोटल 25वटा, एकदम इम्पोर्टेन्ट हो। अरू पनि होला तर 25वटा ड्रग लगभग पढ्यो भने पास हुन चान्स हुन्छ। सबभन्दा पहिला एड्रिनालिन, डक्सिसाइक्लिन, साल्बिटामोल, क्याल्सियम ग्लुकोनेट, एट्रोपिन, ग्लुकाकोन, स्टेरोइड, एमाइलोडायरन, डिओक्सिन, स्ट्याटिन्स, एस्पिरिन, हेपारिन, वार्फरिन, मेट्रोनिडाजोल, भ्यान्कोमाइसिन, अब सेप्राइजोन, एमाइलोडिपिन, साल्बिटामोल, प्यान्टप, ओनिडाजोल, थियोफाइनिन, क्लोपिडोग्रल, इन्जेक्सनमा चाहिँ पोटासियम क्लोराइड, सिपिपाइम, एमोक्सिक्ल्याब, बाइफेजिक, आइसोफ्यान इन्सुलिन, यति एकदम इम्पोर्टेन्ट ड्रग हो। म बिस्तारै बिस्तारै यसको मेकानिजमहरू अनि साइड इफेक्ट अनि केमा युज गर्छ त्यो पनि म बिस्तारै राख्छु भिडियोमा। थ्याङ्क यू।